आज बिहानदेखि मोबाइल सोबाइल चलाएको छैन कि क्या हो हेरे होइन किन आज के हो थाहा छैन के भएर आज के हो ल ह्यापी भ्यालेन्टाइन डे गयो अब डाँठै भए पनि चित्त बुझाउनु के पागल भइरह्यो मान्छे खुसी हो क्या मान्छेको हेरेर पनि जानिन्छ त हो दुनियाँको बुढाहरूले बुढीलाई खुसी राख्नको लागि कति दिन अगाडिदेखिबाट सारा संसार गर्छन् बिहानदेखिबाट कुरेर बसेको एउटा ह्याप्पी भ्यालेन्टाइन डे पनि छैन कस्तो खालको मान्छे हो अलिकति दुनियाँको देखेर पनि थाहा हुन्छ त हो बिहानदेखिबाट मोबाइल त यत्तिकै हेरिराखेको छ त आउँदैन मोबाइलमा दुनियाँको बुढाले कति माया गर्छन् बुढीलाई कसरी चाहिँ सरप्राइज गर्छन् कसरी गिफ्ट दिन्छन् के गर्छन् भन्ने कुरा अलिकति दिमागमा घुस्दैन सारा संसारको हेरेर पनि त सिक्नुपर्ने हो त अलिअलि भए पनि जान्नुपर्ने हो त माया गर्ने मान्छेलाई आजको दिन मात्रै माया हुन्छ यत्रो वर्षदेखि माया गर्दै आएको त्यही भएर त त्यही वर्षदेखिबाट माया गर्ने भएर चाहिँ एक दिनमा चाहिँ यसरी देखाउनु पर्छ भनेर यो दिन आएको त थाहा छैन त्यति पनि होइन यो कस्तो नराम्रो प्रचलन चलाएको कसले कस्तो चलाएको नराम्रो होला प्रचलन यस्तो? हुन्छ अब जानु त्यहाँ अब हल्ला नगर्नु ऊ अहिले पनि अब यहाँ 9 बज्न 9 लागिसक्यो बजे पनि के हुँदैन 10 बजेसम्म खुल्छ फुल पसल र केक पसल जानु गएर लिएर आउनु यस्तो आजको दिनमा त चाहिहाल्यो नि है वर्षमा एकचोटि आउँछ त्यही पनि भन्नुपर्ने भन्नु अगाडि बुझेर लिएर आउनु पर्दैन कुरेर बसेको अघि एकछिन बाहिर जान्छु है 10 मिनट भनेर गएको त किन्नलाई गएको होला भनेको त लुखुर लुखुर खाली हात आइरहेको लौ न कस्तो दशा आइला नि जान 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 छिटो अब यस्तो एउटा जाडो केक लिएर छ आउनु अनि बाहिर। एउटा फुल लिएर आउनु अनि त्यसो यसो के चक्लेट यसो एउटा जे जस्तो भेटिन्छ एउटा सानोतिनो गिफ्ट छिटो फेरि बन्द हुन्छ 10 बजेपछि बन्द हुन्छ फेरि बाहिर आजको दिन जाडो जान्छ छ के, जाडो त्यस्तो जाडो भए पनि दिउँसो विचार गर्नुपर्छ अघि निस्केको होइन घरबाट किन नगएको होला भन्ने ठानिरहेको अझ मुख पुस्दै के आइरहेको जान 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 छिटो छिटो जानु लिएर आउनु त्यहाँ